ल खै अब देशैभरि घन्टीको जागरण छ। घन्टी घन्टी बज्यो, घन्टी बज्यो। ल पुरानालाई सब फाली नयाँ पलाउने, नयाँ उमाल्ने, नयाँ रोप्ने, नयाँ बिउ जेउ सब नयाँ छ। हेर्नुहोस् यी यता पनि नयाँको सुरुवात छ। गोटुटुन लगाएर गाडी आयो। यता पनि नयाँको सुरुवात छ। हेर्नुहोस् त्यही कारणले फालियो सब। अब नयाँ उमार्नेतिर लाग्यो। अनि यस्तै छ हेर्नुहोस्। अब यो विकट ठाउँमा पनि अब आउने साउने बन्द गर्छ होला। अब पार्टी आइसकेको छ के अरे हाम्रो अब बालेन सरको चट्ट लाएर यस बस भन्ने पनि गराउँछ कि जस्तो लाग्छ के अरे। बधाई छ है जति पनि विजय हुनुभएका छ सम्पूर्णलाई बधाई छ। र विशेष गरी बाँके क्षेत्र नम्बर 3 मा घन्टीमा भोट हाल्ने नहाल्ने सबैलाई बधाई छ। भोट हाली जिताइदिनु भएकोमा विशेष गरी हाम्रो दलबहादुर सुनारज्यूलाई, विशेष गरी बाँके क्षेत्र नम्बर 3 का बासिन्दाहरूलाई यस बस अनि सबैलाई बधाई छ। यहाँसम्म कम्तीमा पनि एकजुट हुँदा रहेछन् भन्ने चाहिँ गरियो, पत्ता साफै गरियो नि। धेरै काङ्ग्रेसका चुर गरिरहेको थिएँ, एमाले चुर गरिरहेको थिएँ। फेसबुकमा दैनिक स्टाटस देखिरहेको थिएँ। कहाँ गयो खै अहिले त यति मत गर्न उति मत गर्न भनेर पनि हालेको देख्दैन ती व्यक्तिहरूले। कहाँ चाहिँ लुकेछन् हो कि पैसा सिद्धियो काङ्ग्रेस र एमाले दिएको सिद्धि जस्तो छ, त्यही कारणले देख्दैन। यस्तै छ हेर्नुहोस्। परदेशीको पावर कति हुँदैछ त हेर्नुहोस्। त्यसै रेमी ट्याक्स खान पाइन्छ। रेमी ट्याक्सले पल्टाउँछ हेर्नुहोस्। रेमी ट्याक्सको पावर यति हुन्छ। यस बोस रेमी ट्याक्सको पावर दह्रो हुन्छ हेर्नुहोस्। यस बोस यता हेर्नुहोस्। रेमी ट्याक्सको पावर भनेपछि कति हुन्छ भनेपछि देख्नु होला। यस बस गाउँघरमा भोट हाल्ने त कमै छन् मान्छे। यस बस 1 लाख 1.5 लाख त्यत्रो मान्छे गएका छन् भोट हाल्न विदेशबाट। अनि यस बस बुझ्नुभयो नि, यो सब विदेशीको पावर हो हेर्नुहोस्। विदेशबाट फोन गरेर यसरी भोट हाल्न लगाएर जिताएको हो यो, त्यसै होइन हेर्नुहोस्। देख्नुभयो नि रेमी ट्याक्सको पावर। यस बस यति हुन्छ रेमी ट्याक्सको पावर। त्यसैले विदेशीहरूलाई नहेर्नुहोस्। त्यसलाई मरेको लासको पनि पैसा खाने तिमीहरू दलालहरू अब पत्ता साफ हुन्छ हेर। अब